हेलो नमस्ते साथीहरू, इट्स मी अर्जुन डगुरी। सो हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। सो आज भनेको नयाँ वर्ष होइन, हाम्रो नेपालको नयाँ वर्ष र नयाँ वर्षको साथसाथै केही नयाँ चिजहरू लिनुको लागि म जाँदैछु। हेर्ने भने आज मेरो मायाको बर्थडे होइन, मेरो बर्थडे। सो उसको बर्थडेको लागि मैले एउटा सानो केही गिफ्ट लिएको छु। त्यो गिफ्ट सँगसँगै एउटा सरप्राइज छ उसको लागि। जस्तै मैले भनेको छैन होइन, त्यो कारणले गर्दा अब गिफ्ट त छ, सँगसँगै अब के गर्नु पऱ्यो भन्दाखेरि माइक एउटा किन्नु जाँदैछु म है। भर्खर ड्युटी सकेर अनि अहिले रातिको 12 बजिसकेको छ। सो यहाँ त अब एक साइडमा चाहिँ कस्तो हुन्छ भनेपछि 24 घन्टा ओपन छ नि त। सो त्यो कारणले गर्दा म चाहिँ माइक किन्न जाँदैछु। एक साइड यो ओल्डसुक, हाम्रो सालमेको ओल्डसुकको एक साइड 24 घन्टा ओपन भएको कारणले त्यहाँ जाँदैछु। किनकि भोलि बर्थडेको सानो भनौँ न पार्टी जस्तै खाने यताउता प्रोग्रामहरू छ, रमाइलो छ। सँगसँगै भनेको अब भ्लगिङहरू यताउता गर्नु छ, अगाडि बढ्नु छ भने एउटा राम्रो माइक चाहियो नि त। अहिले म चाहिँ यो एयरपोर्टबाट बोलिरहेको छु। अहिले म एयरफोनबाट बोलिरहेको छु। सो अब चाहिँ हल्का अपडेट गरौँ, आफूलाई अपडेट गरौँ भनेर माइक किन्नुलाई जाँदैछु। सो अहिले चाहिँ तपाईँले मलाई हेर्दै हुनुहुन्छ। यो भिडियो भनेको हाम्रो स्यामसङ जेट फ्लिप 6बाट है त गाइज। सो मैले हिजो मात्र किनेको थिएँ, त्यहीबाट भिडियो गरेर म हिँड्दैछु। थाक्यो हो आज काम, जस त्यस्तो भिड पनि थिएन, राम्रैसँग गरियो काम, मजाले सकियो, टाइममा निस्क्यो, त्यस्तो थाकेको पनि छैन। हिँड्दै बोल्दै गर्दा अलिक च्यास्या भयो। सो गाइज अब त्यो किनिसकेपछि अनि माइक जोडेर बोल्दै जानुपर्छ। भोलि सरप्राइज दिनुपर्छ भनेको छैन मैले, सोच्दै सरप्राइज दिनु टक्क लाएर होइन। सो रियाक्सन हेर्नुपर्छ है त गाइज, मसँग लाइभमा बस्नु होला अन्तिमसम्म। गाइज म एक साइड आइपुगेँ। सो म माइक किन्नको लागि जान्छु। मे आई अलाउड द भिडियो? अलाउड? इट्स ओके, ठिक छ। झन्डै भिडियोको लागि अलाउड रहेछ। सो म एक साइडमा आइपुगेँ गाइज। मलाई माइक लिनु छ यसको टाइप सी वाला। मे आई अलाउड द भिडियो? अलाउड द भिडियो? Video, okay. No problem. I want a mic. Don't take photo of stuff. Okay, just me. Yeah, sure. I want to buy a mic. Mike, which one? Yeah. For this mobile, Yeah. Type C. Type C. Yeah. Which one is 2 microphones or only one? 2? 2? You can go with this one. You have the 2 point, like one lightning and Type C both? No, only one. Comes only one connector. One. So okay guys, so मैले सामान किनिसकेँ होइन। यहाँ भयो माइक किनेँ एन्ड देन मैले यो ग्लासको लागि प्रोटेक्सन स्क्रिन खोजिरहेको थिएँ, त्यो पनि पाएँ होइन। र अनि क्यामेराको प्रोटेक्सन पनि पाएँ। सो त्यो सबै कुराहरू हालेँ मैले, किनकि प्रोटेक्सन इज बेटर होइन, किनकि प्रिभेन्सन इज बेटर देन क्योर भन्छ नि होइन। सो एक साइडमा गएर सबै कुराहरू लिइसकेँ। सो अहिले म रुम जाँदैछु अनि रुम गएर अब त्यही त हो डेली लाइफ। अनि फेरि अब त्यही हो, भोलि छुट्टी छ, छुट्टी लिएको छुट्टी छ होइन, छुट्टी मागेको छुट्टी लिएको, किनकि भोलि मायालुको बर्थडे होइन। सो भोलि चाहिँ अब त्यता जानुको लागि मैले सामानहरू सबै किनिसकेँ। एउटा चिज खोजिरहेको छु, अब त्यो पायो भने त्यो पनि लिएर जान्छु। अरू बाँकी सब प्लानिङहरू भइसक्यो। अब प्लानअनुसार अगाडि बढ्छ बढ्दैन भन्ने कुरा हो। सो प्लानहरू सबै भइसक्यो। सो लेट्स सी, अब रुम जान्छु, फ्रेस हुन्छु, कपडा धुन्छु, देन आफ्टर त्यसपछि त्यही हो, अब सुत्नुपर्छ अनि यताउता त्यही त हो नि। ल गाइस, भोलि भेटौँ है त। ल साथीहरू, अहिले बिहानको 4 बज्दैछ। सो म चाहिँ निस्किएँ अब होइन, उता रुम जानु लाग्यो। अब
किन यतिखेर भन्दाखेरि यहाँ रातभरि गाडी चल्दैन नि त रुम आउँदाखेरि गइसकेको थियो करोड 2 साढे 2 बजिसकेको थियो अब अलि बेर एकछिन पुऱ्योपछि 4 बज्दा गाडी पाउँछ नि त जानुलाई सो त्यही भएर म एकछिन चाहिँ अब रुम सफा यताउता गरेँ कपडाहरू मिलाएँ कपडाहरू धुने यताउता सबै कुराहरू भएर भ्याएर रेडी भएर निस्केको सामान यहाँ टन्नै छ एकछिन ल अँधेरो भयो सामान यहाँ टन्नै छ होइन साथीहरू यत्रो बोकिया छ यहाँ गाबला उचालिरहेको छु सो अब तपाईँहरूलाई मैले अब उहीँ पुगेपछि भिडियोहरू देखाउने छु सो थाक्यो मैले राखेको ल अहिले बाई सो साथीहरू म यहाँ अहिले बस गर्ने ठाउँमा बस कुद्दैछु होइन सो म थोरै लेट भयो अब निस्किँदा थोरै लेट भयो सो त्यो कारणले गर्दा बस अगाडि जुन फर्स्ट बस छ त्यो गइहाल्यो अब अर्को बसको लागि केही टाइम कुर्दैछु अहिले साथीहरू सो लेट्स बी हियर सो कि म अहिले बस चढिसकेको छु होइन साथीहरू बट अहिले चाहिँ यो भनौँ न यहाँ बसमा एकदमै साउन्ड आएको भएर एकदमै साउन्ड आएको भएर डिस्टर्ब भएको भएर मैले चाहिँ भोइस ओभर राखेको छु सो अब चाहिँ म जाँदैछु त रुमतिर सो सरप्राइज प्लान पनि छ अब यस्तै हो अब बिहान जानुपर्ने भयो सो हजुरहरू अन्तिमसम्म बस्नु होला त्यो प्लान हुन्छ सबै हेरौँ के हुन्छ है त गाइस सो यत्रो लङ टाइम वेट गऱ्यो जस आज चाहिँ बस छुटेको भएर लङ टाइम वेट गरेँ त्यो कारणले जाँदैछु एकदमै साउन्ड भएको कारणले मैले चाहिँ भोइस ओभर राखेँ सो म्यान गर्नु होला है त अनि सरप्राइजमा के छ भन्दाखेरि मैले चाहिँ अब फोनको चाहिँ बक्स दिँदैछु होइन सरप्राइजली अब लुकाएर र फोनको बक्सभित्र चाहिँ मैले त्यो स्क्रबिङ प्याड हुन्छ नि लाइक भाँडा मार्ने त्यो चाहिँ राखेको छु क्या म चाहिँ मैले बाहिर निकालेर राखेको छु गोजीमा राख्ने छु होइन त्यो मैले पछि आफ्टर त्यो उसले खोलिसकेपछि सरप्राइज भइसकेपछि हल्का रमाइलो भइसकेपछि मैले चाहिँ एउटा मोबाइल किन्नेवाला छु है त साथीहरू सामान धेरै छ अन्त सो आउँछ होला हो होइन मोबाइल चढेपछि भिडियो गर्नु पाउँदैन होइन अब चाहिँ पुगेपछि म उसको मनबाट भिडियो बनाएपछि म तपाईँलाई कन्टिन्यू देखाउन सक्छु र अहिलेको लागि र यो भिडियो चाहिँ यता बैसुले पनि मलाई सरप्राइज दिने प्लान राखिरहेको रहेछ र उसले बनाएको भिडियो हो उसको मोबाइलबाट मैले यता राखेको है त के हो गिफ्ट हो क्या हो कस्तो कालो हुँदा बर्थडे उसको गिफ्ट मलाई बर्थडे उसको गिफ्ट मलाई खै क्यान्डल खै केक काट्ने होला नि पहिला नयाँ टी सर्ट दसैँ मात्र किन्थ्यो यार नयाँ टी सर्ट गाइस नयाँ टी सर्ट यहाँ राख यहाँ So this is our new year. After finish. जो अगाडि आयो त्यो उज्यालो टिपेर कालो आयो टी सर्ट भी घुम्दै हो भने ठुलो हुन्छ अहिले चाहिँ गोर देखेँ है ल नयाँ टी सर्ट है गाइस मेरो लागि है मैले अस्ति उसलाई चाहिँ किनिसकेँ सपिङ गरिसकेँ उसले चाहिँ मलाई
के हो यो आइफोन आइप्याड ए जति लेखेको त्यति किनेर चाहिँ त्यही भएर मैले गरेको ठिकै छ गिफ्ट है गाइस माइक भ्लगिङको लागि हैन मैले नि किने उसले नि किन्यो उसले मेरो लागि मैले उसको लागि ल यो माइकमै बोलिरहेको छैन त अहिले कस्तो त निकाल्नु नपाउँदै के हो यो चार्ज गर्नु मिल्ने हो अब भ्लगिङ चाहिँ कडा हुने काठ जोड्नु चाहिँ छैन त्यही हो हुनु चाहिँ तर अहिले छैन कि अहिले अनि आइफोन छैन भने केमा चेक गर्छ त यता होला नि त राम्रो देखियो गाइस ओह मैले यस्तो लामो हेरेको फेरि सानो चाहिँ राम्रो हुन्छ होला नि सानो लिएर आउनु नि अब यसमा छैन त के अब एक्सक्युज मलाई राखिदिनु होइन गाइस थ्याङ्क यू ल यसको लागि सनस्क्रिन रे आमा ए झन् कालै त हुनु सक्छ थोरै नै गोरो हुन्छ र ठिकै छ अब यो सबै भयो के त अनि चेन्ज किन यही टी सर्टमा हुन्छ नि त अनि यहाँ भिडियोमा होइन म साइडमा जान्छु चेन्ज गर्नुपर्ने थियो यहाँ ल गाइस नयाँ टी सर्ट है त खै कस्तो पस गर्नु र अब खोज अब के पस गर्नु नि बोल्नु पर्दैन नि त अब होइन ल अब केक काट्ने होइन त साथीहरू टक्क लाग्यो माइक तिम्रोमा छ भेट्यो त लाइटर अनि खै यसको एउटा किन्न उजोड लाग्यो चाहिँदैन साइडमा राखेँ हो छिटो बाल्ला न भाइ छिटो बाल्ला न भनेको म लिएर आउँथेँ मसँग थियो भेटेर तिमी खोज्ने यत्रो टाइम भनेको ओरिजिनल केक लिएर आउँथेँ भनेर सरप्राइज दिनु भने कस्तो रहेछ ल त्यो राख विश गर ल विश गर के चाहियो तिमीलाई के चाहियो तिमीलाई ठिकै छ ल खुवाएर ल
उल्टो सरप्राइज के भयो फुगर क्यान्डल फुगर पहिला हानी बोल्ला यो रोयो क्या यो मान्छे खै रोयो मान्छे हेर आँखाभरि आँसु बिचरा के भयो तिमीलाई अब म इच्छा नि पुरा नगर्नु अरे साँच्चीको रोयो त यो मान्छे रिसाउँदै आयो भन्दै थियो अहिले रुन लगाएर धेरै खाने क्या न भिडियोमा हेर्दा है सबैले हेर्दा पुगेर हेर्दा गएको ह्याप्पी बर्थडे टु यु ह्याप्पी न्यु इयर ह्याप्पी बर्थडे बोथ अफ यु आज खै टिस्यु खै लाच्छीको रो त्यो मान्छेमा यहाँ आउटडोरमा मेकअप त सबै गयो त गरेको कस्तो हुन्छ होला पहिला यो हेर ल सरप्राइज 6 अब हेर मैले भ्याउने यही नै हो मलाई धेरै केही नि सक्दिन ल भरे धस्काउन सजिलो हुन्छ ल हामी भन्ने त्यो रोगो बेकार गयो यसो चित्त बुझाउ मेरो कहिले देखेको सपना हो नि अब यसबाट भिडियो गर्नुपर्छ यस्तो गर्नुपर्छ हेर यहाँ अब यसमा चाहिँ यताबाट आउँछ भिडियो यस्तो हुन्छ टक्क लगाएर यस्तो गरेर भिडियो हुन्छ यसमा 1.6 पनि हुन्छ हेर त ल यस्तो हेरियो ल कस्तो दामी देखायो त ल है साथीहरू अब चाहिँ अब चाहिँ हामी यहाँ पुग्यौँ उसलाई सरप्राइज गिफ्ट पनि भयो हल्का रुने कार्यक्रम पनि भयो सो हाम्रो भिडियो आजलाई तिनी गरौँ र मेन भनेको मलाई सरप्राइज भयो म उसलाई दिन्छ नि क्या मलाई पुरा सजाएर होइन टक्क मलाई नि पुरा भनौँ न माइक कता गयो माइक खै मेरो गिफ्ट त्यो सनस्क्रिन त्यो लाको टी सर्ट पनि हो होइन अनि माइक खै त माइक पनि छ है मेरो चाहिँ आइफोनको लागि हो आइफोन 1-2 दिनमा आउँछ होइन आइफोनको लागि माइक भयो अब सो थ्याङ्क यू सो मच ह्याप्पी न्यु इयर सरप्राइजको लागि एन्ड ह्याप्पी बर्थडे आई लभ यु ल है त साथीहरू ए हो भिडियो त अनि पस्ट गर्नु पऱ्यो नि त होइन अब आजलाई यति नै हो साथीहरू त्यो भिडियो पनि म यता एड गर्छु यहाँको भिडियो पनि त्यहाँ एड गर्छु मिलाएर म एडिट गरेर राख्छु सो यही नै हो मेरो गिफ्ट अहिलेसम्मको एक्सपेन्सिभ गिफ्ट भनेको यही नै हो उहाँलाई अब एक्सपेन्सिभ भन्नाले नै अब एउटा ड्रिम्स भनौँ न उहिलेदेखि भनेको थियो सो मैले धेरै सोचेँ होइन के गरौँ भनेर होइन अब यो लिने कि अरू इन्भेस्ट गर्ने भनेर तर फाइनल्ली मैले के सोचेँ अब अरू चिजहरू गर्नलाई समय जति पनि छैन होइन
सपना भनेको सपना हो सो यो चिजहरू उहाँलाई हस्तान्तरण ल Thank you. ल बाई बाई साथीहरू अब हामी दिउँसो बाहिर जान्छौँ उहाँको अफिसमा जाने काम छ अरे त्यहाँ जान्छौँ अहिले एकछिन सुत्छौँ भोलि मेरो फेरि ओपनिङ ड्युटी हुन सक्ने चान्सेस छ सेड्युल आएको छैन सेड्युल अहिले दिउँसो आउँछ सो एकछिन रेस्ट त गर्नु पऱ्यो नि त होइन सो भरे बेलुका अब बहिनी दाइहरू पनि आउनुहुन्छ सो बर्थडे हल्का सेलिब्रेसन गर्छौँ हामी सो अहिलेको लागि सरप्राइज यही नै हो अब सक्यो भनौँ होइन सो बाँकी कुराहरू हामी पछि गरौँ है त ल बाई बाई साथीहरू नमस्ते ल बाई भन्थ्यो आँसु झारेर